विशेष गरेर मलाई यो 10 दिनको यो हाम्रो भाषण कला तथा व्यक्तित्व विकास कार्यक्रममा एकदमै बेस्ट पार्ट भनेको चाहिँ उद्घोषण कला। म आफै पनि चाहन्थे म एक सफल कुशल उद्घोषक बन्छु भनेर। साँच्चीकै मैले यहाँ आइसकेपछि जुन खालको प्र्याक्टिस गर्न पाएँ र जसरी मैले यो उद्घोषणको टिप्सहरू हाम्रो सरले दिनुभयो त्यसलाई फलोअप गर्दै आउँदाखेरि साँच्चीकै म आफैले पनि विश्वास गरिरहेको छु कि म एक साँच्चीकै कुशल उद्घोषक बन्छु भनेर। सँगसँगै हामी एउटा कुशल उद्घोषक त बन्छौँ नै, त्यसमा विभिन्न हामी औपचारिक अनौपचारिक कार्यक्रमहरूमा गएर कसरी बोल्ने र औपचारिक कार्यक्रममा हामीले कार्यक्रम होस्ट गर्न सक्छौँ। गर्नको लागि सँगै स्वागत मन्तव्य कसरी दिने, शुभकामना मन्तव्यहरू कसरी दिने, अथवा तपाईँ प्रमुख अतिथिको रूपमा हुनुहुन्छ तपाईँले कसरी मन्तव्य दिने, अनि त्यसैगरी कार्यक्रमको अध्यक्षको रूपमा हुनुहुन्छ त्यो समयमा कसरी मन्तव्य दिने हो, त्यस्ता खालका विभिन्न खालका मन्तव्यहरू दिनको लागि पनि सरले एकदमै फर्म्याटमा हामीलाई पुरै लेखेर अनि अगाडि गएर माइकको अगाडि गएर मजाले प्र्याक्टिस गर्ने खालको यो कुराहरू पनि हामीलाई दिनुभएको थियो। यो चाहिँ मलाई एकदमै बेस्ट पार्ट लाग्यो। थ्याङ्क यू सो मच।